Itu lagu. Itu. Itu apa? Oh. Berai. Guys, मन पनि कस्तो भएको छ भन्नु है. हेलो साथीहरु सबैजनालाई नमस्कार छ. वेलकम ब्याक टु माई च्यानल. आज पनि फेरि म नयाँ भिडियो लिएर आएको छु. सासु बुहारी आएको छौँ आज चाहिँ पानीपुरी अनि ब्लाइन्ड फुड च्यालेन्ज लिएर. आज चाहिँ हामी आँखा बन्द गरेर च्यालेन्ज गर्नेछौँ. अनि यो पानीपुरी चाहिँ जसले सक्यो पानीपुरी पनि सक्नुपर्ने, यो पनि सक्नुपर्ने अनि पानी पनि सक्नुपर्ने, नत्र मानिन्न. अनि जित्नेलाई चाहिँ 1000 रुपैयाँ इनाम. अनि पनिसमेन्ट चाहिँ अनि म लास्टमा भन्छु, अहिले भन्दिनँ के हो भनेर चाहिँ. अनि हामी चाहिँ अब आँखा बन्द गरेर खान्छौँ. आज चाहिँ हाम्रो सासु बुहारीको चाहिँ ब्लाइन्ड फुड च्यालेन्ज छ. मेरो बान्दिछु ल. ल हामीले चाहिँ आँखा बानिसकेको छौँ होइन. अब केही देखेछ मम्मी? ल अब हामी चाहिँ सुरु गर्छौँ. आज चाहिँ हाम्रो यो च्यालेन्ज कस्तो हुन्छ भनेर हजुरहरूले हेरिदिनु होला, इन्जोय गरिदिनु होला, के कस्तो लाग्छ भनेर पनि भनिदिनु होला. अनि माया साथ सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला होइन. अनि हामी चाहिँ अब सुरु गर्छौँ. मम्मी पोखेला है. ल अब हामी सुरु गर्छौँ. हुन्न जस्तो जान्छ. ल म एक त जित्दैन कहिले पनि. ल फर्स्ट बाइट हजुरहरूलाई. कस्तो दाँत फुट्दिएको. चिट गर्न नपाए है. चिट गऱ्यो भने 1000 रुपैयाँ नपाउने. मैले फेरि हिजो आँप पनि खाएको थिएँ, त्यही भएर दाँत फुट्छ. कस्तो लागिरहेको मम्मी यस्तो गेम खेल्दा, केही देख्न नपाउँदा? एकदम राम्रो, एकदम रमाइलो खाना पाउँदा. मेरो नखाइदिनु फेरि है. पानी धेरै पनि खान सकिँदैन क्या. डालेर कहिले हुनेछ? पसिना आइसक्यो. खर्छ क्या हो मेरो. मम्मी एउटा खुसी क्या. चीटिंग करता है तू. चीटिंग करता है तू. खर्छ सबै खानुपर्छ मम्मी. मम्मी कति हो हजुरको? मेरो पनि थाहा कता हो? हजुरको यता हो कि यता हो? यता 15 दिवसको थाहा पाउँदैन.
कस्तो गाह्रो भएको है खाना हुन्छ हामीले भर्खर खाना खाएर पनि होला क्या कता पोखिया नि हेर्दै पिरो आहा ओके फेरि भएन बाहा गुड्केर कता गयो हौ हेर्नु त हेर्छ छैन त्यही त हेरे हेरे त्यही त चिट गर्न पाइँदैन है ल कता पिरो अहिले खुर्सानी लाग्यो है पिरो हो क्या मलाई पनि कस्तो पिरो लगाएर खुर्सानी काटेको नि त हरियो त्यही लाग्यो त्यही लाग्यो पिरो उसले कटाउँछ नि किन कि दही कि घिउ घिउ ल्याएर नि यिनीहरूले कच्चा मम्मी हजुरको खै थाहा छैन हरिउसँग काटेको हुन्थ्यो पिरो भयो धेरै हरिउसँग लाग्यो बरु त्यो लागेको थिएन अर्को ठिकै भैमा खुसायो कि थामथुम पाऱ्यो है अब कति हो कि आज सत्य होइन धेरै हो त नि पानी पानी धेरै पिरो हाल्यो कि यिनीहरूले स्याहार गरेको छैन त मलाई त हट हरिउसँग लाग्यो ओके कस्तो पिरो रहेछ हिजो ल्याएको खुर्सानी त यसो ट्याक्क ताला भयो भने पसिनाहरू उगायो चिकन पिरोले छानेर केही फाल्न पाइन्न नि फेरि धेरै खसिया जस्तो मानेको छु भैमा कति धेरै हो क्या आमामा आ सक्दैन मेरो पनि 6-7वटा छ क्या पेट पनि पानी के खाने झन् नपाखान्यो गिलास राख्नुपर्ने बिर्सेछ कि खानालाई त मिठै हो उँभो पिरो भयो उयो ढाडियो 3-4 बत्ती रहेको ठिक हुन्थ्यो क्या
कुनै कुनै त अति खुर्सानी आउँछ कुनै कुनै आउनु है ओठमा लाग्यो नि पिरो मेरो त मुखमै माथि राख्यो यो हेरे नि क्या ल काटेर क्या यो पेट ढाक्यो नि त नि हाँसु लगाइरहेको क्या मेरो त्यस्तै लाग्यो एकछिन हेरेन क्या मलाई धेरै जस्तो लाग्यो बत्ती गयो क्या एकछिन बन्द गर न बत्ती गयो मम्मी स्टप हो स्टप हुन्छ सर हेलो साथीहरू हाम्रो चाहिँ बिचमा बत्ती गएर चाहिँ त्यो गाह्रो भयो मैले चाहिँ स्टप गरेर राखेको छु हामीले आँखा खुलेको पनि छैनौँ अनि खाएको पनि छैनौँ स्टपमा छौँ भर्खर बत्ती आयो अब हामी फेरि सुरु गर्छौँ कन्टिन्यू मम्मी ल खाम लाम भइसक्यो भिडियो नहेरेर है फेरि हेरे जस्तो मान्दा छु नि मम्मीले होइन त्यही त ल खामै खाम बेसरी पिरो भएको थियो र बत्ती गएर पिरो मऱ्यो यो पाउँछ नि मेरो 8वटा मयो हेर्ने ए खानै बिर्सेछु म त मेरामा हाल्दै क्या ल आफै त यति धेरै छ मेरो भैमा खसिसक्यो कतै गुड्के खायो कि पसिना कति छ मम्मी मेरो त यति लास्ट हो क्या लास्ट अरे यही हो पानी पनि सक्नुपर्छ क्या ए जान गाह्रो बनाऊ झोल जति खाने लास्टमा ठेक्रा हुन्छ नि त्यो नखाए हुन्छ यही हो भ्यायो मेरो पनि भ्यायो अब यो सक्नु परेन पानी यो पानी त नखाऊ असर गर्छ मान्छेलाई खानुपर्छ धेरै छ त मैले त खाइरहेको छु यहाँ मसँग खान्न त्यस्तो पानी न होइन यस्तो पानीले भोलि बिरामी बनाउँछ क्या थोरै अलिक त झोल खाने तलको चोक्टा नखाने झोल मात्रै चोक्टा त सक्यो त्यो हो पानीको चोक्टा नखाने अलिकति थोरै एउटा कटोरा खनाएर थोरै भए चाहिँ खानुहुन्छ क्या न थोरै होला त हजुरको पनि मेरो खै एक बटुको खान्छ ए बटुको छ मेरो त थोरै हो त्यो थोरै हो कि हुन्छ खान्न मैले खाइरहेको छु नि यहाँ बट चोक्टा नखाने क्या तलको नहल्लाएर यस्तो अलि असर गर्छ क्या शरीरलाई थोरै हाल्नु मैले त खाएँ है भ्यायो जितिहाल्यो भयो भ्यायो हजुरको खोले जस्तो मारे मैले त सब हेरे हो क्या सब होइन कसले भ्यायो पानी खाइछ न मैले त पानी पनि खाएँ अनि म सक्दिनँ त्यो पानी हो हारेको हार्ने बरु मैले त खाएँ है सबै ल ल ल ल खोल्छ नि त अनि मेरो खोल्दैछ हात जुठो छ नि केही हुँदैन ल के भयो
यो पानी त सिद्धि हो त यो पानी पनि सिद्धिहाल्छ ए आम्मा हात दुखेको ए थोरै जस्तो छैन छेगल्लै छ त्यही त हो सबै मैले त सबै खाएको थिएँ त्यही भएर त मैले छामेर सबै खाएँ भनेको त खुर्सानी पनि खाएको मैले त कस्तो त्यस्तो पिरो पेट कस्तो पोलिरहेको नि काँक्रा खान पाइयो खुर्सानी हामीले चाहिँ फिनिस गरिसकेको छौँ ब्लाइन्ड फुड च्यालेन्ज आज चाहिँ उनीहरूमा आएको छु काँक्रा पाउँदैन त अहिले नै काँक्रा त्यति बेला खान पाइँदैन नि त अहिले यहाँ पुरै पोलिरह लास्टै पिरो साथीहरू है मम्मी लास्टै पिरो है खुर्सानी धेरै भयो आज खुर्सानी धेरै भयो आज खुर्सानी अलि बेला खुर्सानी चप्नु क्या त्यही भएर चाहिँ अब हाम्रो चाहिँ यति नै हो द इन्ड भयो आजको च्यालेन्ज चाहिँ मैले जितेको छु यो 1000 रुपियाँ मेरो हो नि ए 1000 रुपियाँ मेरो हो अनि हार्नेलाई चाहिँ पनिसमेन्ट मैले भनेको थिएन आज चाहिँ हार्नेलाई के हो भनेपछि मलाई जस्तो मेकअप आउँछ मैले चाहिँ मेकअप गरिदिने यदि मैले हारेको भए मम्मीलाई जस्तो आउँथ्यो त्यस्तै गर्छिन्थ्यो म बचेँ म चाहिँ मम्मीलाई मेकअप गरिदिन्छु त्यसको लागि चाहिँ म हात धोएर आउँछु एकछिन अहिले साथीहरू अब चाहिँ मैले 1000 रुपियाँ जितेँ यो चाहिँ मैले लगेँ नि मैले जितेँ अस्ति मैले हारेको थिएँ आज मैले जितेँ अनि आज चाहिँ मलाई जस्तो म खासै मेकअप त गर्दिनँ म आफै पनि मेकअप गर्दिनँ अनि मलाई सेल्फ मेकअप त्यस्तो केही आउँदैन अनि आज मलाई जस्तो आउँछ म त्यस्तै बनाइदिन्छु है कस्तो हुन्छ भनेर मसँग त्यो मेकअपको सामान पनि छैन कि यो चाहिँ मम्मीलाई पनिसमेन्ट हो कि के हो त्यही हो ल म पाउडर यसले लगाइदिन्छु है खै आँखा चिम्मा ए यो त के अर्कै भयो त तर मैले दामी मेकअप गर्छु साथीहरू मैले आफूले मेकअप नगरे पनि म चाहिँ दामी मेकअप गर्छु मलाई लास्टमा रियाक्सन भन्ने मलाई हजुरलाई मेकअप कस्तो लाग्छ भनेर है नराम्रो गर्दैन म पार्लर सिक्ने मान्छे हो म अहिले घाँटीमा यहाँनिर पसिना आएछ क्या डर तल गर्छ न के हो किन ब्लेन्ड नै हुन र त्यो ब्लेन्ड भने यतिकै साथीहरू यो धेरै ब्लेन्ड हुन यो पाउडर यो पसिना आएर अहिले मलाई अब कस्तो लाग्छ भन्ने कुरा हो क्या त्यो अहिले एकछिन आइसेडो यसको लागि मेरो आइसेडो छैन कता छ हेरेर पाइनँ क्या म मेकअप गर्छु भने लगाउने लास्टमा तर म राम्रो मेकअप गर्छु कि त्यो डरमा यो नाकमा यो के भन्छ अरे के हो त्यो ल त्यो हो गर्छ त त्यो हो के हो यो गालामा लाउने हो कि हो राम्रो हो यस्तो हो अनि मेकअप गर्नु चाहिँ सेतो लाग्छ अहिले गरे सेल्फ मेकअप नाकमा मेकअप गरेर त्यसो हेर्ने नै गाजल दामी लागिन्छ कि म त कस्तो उल्टा पऱ्यो कि टिकुली वाउ लिपस्टिक लगाइदिनु परेन खै लिपस्टिक कता लाग्छ खै अलिकति गर्ने क्या उसमा लाग्ने ओट ए मसिनो भएर क्या खै ऊ ल तलतिर गाजल लगाइदिन्छु आँखा हेर्छ त हेर्दा के हुँदैन हजुरको त्यो भन्नु त्यसले बिजाउँदै माथि हेर्छ माथि ल मेरो यो मेकअप सामान मस्कारा खै यहाँ पनि कोर्छ नि त एकछिन अहिले हेर्न पाइनँ त मैले फुल मेकअप गरेँ यस्तो होइन अनि यो सुट हुन्छ ल भयो ल फुल मेकअप भयो मेरो हेरौँ एकछिन गाइज मम्मीको मेकअप कस्तो भएको छ भनिदिनु है मम्मीको मेकअप मैले जानेको मेकअप यही हो कस्तो भयो राम्रो भयो है राम्रो छ पनिसमेन्ट दामी छ ल ऐना हेर्छ त हजुरलाई कस्तो लाग्छ कस्तो राम्रो क्या के लाखा बस राम्रो लाग्यो क्या राम्रो छ लाखे यति दुःख गरेर मेहनत गर्दै हेर्नु साथीहरू यस्तो चाहिँ ताल यो ब्लेन्ड नभएर कि न त कस्तो राम्रो छ गाजल यो अहिले यो यस्तो गर्दाखेरि गिलो भएर माथि लागेको न त राम्रो छ क्या ल साथीहरू उहाँलाई मेकअप राम्रो लागेन अरे तर मैले राम्रो गरिदिएको हो अनि आज चाहिँ हाम्रो भिडियो यति नै हो हजुरहरूलाई के कस्तो लाग्यो अनि कतिको इन्जोय गर्नुभयो अनि त्यो चाहिँ पक्कै पनि कमेन्ट बक्समा गएर चाहिँ भनिदिनु होला आफ्नो विचारहरू होइन
हजुर के गर्दा राम्रो हुन्छ यस्तो गर उस्तो गर भन्न पनि सक्नुहुन्छ होइन हजुरहरूले सल्लाह दिन सक्नुहुन्छ हाम्रो चाहिँ अनि आज ब्लाइन्ड फुड च्यालेन्ज यति नै हो सासू बुहारीको हामी फेरि पनि अर्को भिडियोमा योभन्दा अझै रमाइलो होइन रमाइलो भिडियोहरू लिएर आउनेछौँ अनि माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न नबिर्सिनु होला बाई बाई साथीहरू